सुनसान सडक रातमा एक आमा काखीमा बच्चा बोकेर रोइरहेको। कहिले सोच्नु भएको छ एक दिन तपाईले अर्बौं कमाउनु हुनेछ, तर त्यो बाटो भोक, हिंसा, डिप्रेसन र एक हप्ता पछिको बिग्रिएको केक खाएर तय गर्नुपर्नेछ। तर झट्ट सुन्दा यो कुनै फिल्म या नाटक जस्तो लाग्न सक्छ। यो कहानी हो ह्यारी पोटरकी लेखिका जेके रोलिङको। भाग 1, बाल्यकाल र आमाको मृत्यु। सानो उमेरदेखि कथा लेख्न मन पराउँथिन् जोआन रोलिङ, तर उनको जीवनमा सबैभन्दा ठुलो आदर्श उनकी आमा थिइन्। 25 वर्षको उमेरमा दिवंगत भइन् उनको आमा। बिना अन्तिम स्पर्श, बिना विदाई ह्यारी पोटरमा आमा बाबु गुमाएको पीडा लेख्दा आँसुले पाना भिजेको हुन्थ्यो। उनी लेख्थिन् र रुन्थिन्। भाग 2, असफल विवाह र हिंसा। त्यसपछि उनी पोर्चुगलमा पत्रकारसँग बिहे गरिन्। त्यो सम्बन्ध स्वर्ग जस्तो रहेन, पुरै नर्क जस्तो भयो। पत्रकार श्रीमानले हिंसा गर्न लागे, लेख्न बन्देज लगाउन लागे। एक दिन चुपचाप छोरी बोकेर भागिन्। उनीसँग केही थिएन, न पैसा न सपोर्ट, सिर्फ एउटा अधुरो कथा र काखमा निदाएकी छोरी थिइन्, जेसिका। भाग 3, गरिबी, डिप्रेसन र आत्महत्याको सोच। स्कटल्यान्डका सडकहरू हिउँ पर्दै थिए। उनको झोलामा केही थिएन, तर एक स्क्रिप्ट थियो। कहिलेकाहीँ एक हप्ता पुरानो केक खाएर बसिन्, छोरीलाई ताजा खाना खुवाएर राखिन्, आफू भोकै सुतिन्। कहिलेकाहीँ भोकै छु भन्ने कुरा छोरीले थाहा नपाओस् भन्ने नाटक गर्थिन्। डिप्रेसन यति गहिरो थियो कि उनले आत्महत्या गर्ने सोच समेत बनाइसकेकी थिइन्, तर छोरीको सास, त्यो न्यानोपनले उनलाई मर्न दिएन। त्यही पीडाबाट जन्म भयो डेमेन्टर ह्यारी पोटर। भाग 4, ह्यारी पोटर लेख्ने सङ्घर्ष। उनी पुरानो क्याफेमा गएर लेख्न थालिन्। एक कप कफीको बहानामा 3-4 घण्टा त्यहीँ बस्थिन्। छोरी निदाउँदै उनी लेख्दै गर्दा रातमा स्क्रिप्ट झोलामा हालेर सुत्थिन्। डर लाग्थ्यो कतै हरायो भने। फेरि उनीसँग लेख्ने साहस थिएन। भाग 5, 11औं पटक अस्वीकृत। जब ह्यारी पोटरको पाण्डुलिपि तयार भइसकेपछि प्रकाशक कहाँ पठाइन्, तर सबैले अस्वीकार गरे। 12औं पटकमा फोन आयो, बालबालिकालाई यो कथा मन पर्दैन, बिक्दैन, हामीलाई चाहिँदैन। तर हार मानिनन्। 13औं पटक ब्लुमबरी प्रकाशनले छाप्यो र संसार बदलियो। उनको हाल यो 500 मिलियनभन्दा बढी प्रतिमा बिक्री भइसकेको छ। अन्त्यमा आज जेके रोलिङसँग अर्बौंको सम्पत्ति छ, तर उनले करोडौं च्यारिटी दिएर आफै गरिबको सहारा बनेकी छन्। उनले भनिन्, रक बटम बिकम द सोलिड फाउन्डेसन अन व्हिच आई रिबिल्ड माई लाइफ। अर्थात् जीवनको सबभन्दा तल्लो बिन्दु नै मेरो नयाँ संसारको जग बन्यो। आजलाई यति भन्दै म पनि बिदा हुन्छु। हस्त नमस्कार।